साथीहरू सामाजिक सञ्जालमा के भएको साथीहरू जे पायो त्यही बोलिरहेछन् जे मन लाग्यो त्यही बोलिरहेछन् साथीहरू कतिपयले त हर्क साम्बाङको उच्चारण पनि गर्न आउँदैन तपाईले हामी सबैले सामाजिक सञ्जालमा देख्न सक्छौं है र कति जनाले के पनि गरिरहेका छन् भने जो हर्क साम्बाङको गुणगान गाएर हैन हर्क साम्बाङको समाचार लेखेर अहिले भाइरल भएको छ हैन लाखदेखि माथि फलोअर छ हैन ती मान्छेहरू जे पाए त्यही बोल्नु थालेको छ विशेष गरी अलिकति तपाईलाई हाइलाइटमा आएको मान्छेहरू चाहिँ को हो भने म यसरी भन्न चाहन्छु विकास साई भयो अनि यो खोज खबरको रोशन श्रेष्ठ भयो अनि यो सञ्जिता धमला भन्ने धरानकै एउटा हैन एक दुई दिन त फुरफुर गर्यो हाम्रो चेलीले अनि त्यसपछि धरानी जनताको देशभरि नेपालीको भक्कु गाली खाएपछि चाहिँ चुप लाग्न थालेको हैन अहिले एक दुई जना बोलाइरहेछन् त्यहाँ पनि केही छैन हैन सत्यको जहिले पनि जित हुन्छ तर विशेष गर्नु भन्नुपर्दाखेरि हाम्रो रोशन श्रेष्ठ भन्नेको चाहिँ साच्चै नै रोशन श्रेष्ठ ब्रदरलाई म के भन्न चाहन्छु भने साच्चै नै यो मान्छेको चाहिँ तपाईको चाहिँ हैन समाचार चाहिँ एकदमै कसैलाई पनि पक्षपात नगरी हुन्छ तर कहिलेकाहीँ चाहिँ अलिकति अरूको बहकाउमा जानुहुन्छ कि भन्ने चाहिँ हो हैन र पनि तपाईको ठीक छ तर हाम्रो यो के भन्छ विकास साई भन्नेको चाहिँ अहिले दुई दिन अगाडि ठिकै सुनेको थिएँ त्यो भन्दा अलिक अगाडि चाहिँ एकदमै हर्क साम्बाङलाई अलिकति गिराएर त्यस्तो खालको हैन अलिकति भिडियोहरु देखिरहेको थिएँ साथी हो हामीले हाम्रो औकात चाहिँ नबिर्सौं है तपाईहरुलाई मैले पहिलादेखि नै चिनिरहेको हो हैन फलो पनि मैले गरेको छु सायद है तपाईहरुको फलोअर्स कसरी बढ्यो तपाईहरु कस्तो खालको न्यूज भन्नुहुन्थ्यो है हर्क साम्बाङसँग म जुडेको लगभग अहिले 5 वर्ष भयो हैन जब हर्क साम्बाङको यो अलिकति भाइरल हुन थाल्यो धरान क्लिकले देखाउन थाल्यो त्यहाँदेखि तपाईहरु जोडिने हर्क साम्बाङले चाहिँ तपाईको पोस्टहरु शेयर गर्दिने गरेर चाहिँ फलोअर्स 1 लाखदेखि बढी भएको अहिले जुन थालमा खाए त्यही थालमा के गर्ने भने जस्तो चाहिँ नगर्नु साथीहरु हर्क साम्बाङलाई त्यही मान्छेलाई पहिला युज गरेर फलोअर्स बढाउने अहिले त्यही मान्छेको विपक्षमा चाहिँ फेरि उत्रिने त्यो त लाज मर्दो कुरो है साथीहरु बरु न्यूजै नबनाउनुस् हैन तर त्यस्तो खालको करतुत त्यस्तो खालको घिनलाग्दो काम चाहिँ नगर्नु भन्छु म साथीहरुलाई है र यहाँ धेरै मान्छे छन् विरोध गर्ने मान्छेहरु दिन डेली सराप्ने मान्छेहरु पनि छन् कति मान्छे त डिप्रेसनमा गएको जस्तो पनि देख्छु पागल जस्तो कुराको स्टेटस लेखेको हुन्छ फेरि एकछिनमा अर्को स्टेटस लेखेको हुन्छ हैन त्यस्ता पनि भइसक्यो राजनीतिकमा अहिलेको राजनीतिकमा को माहौल त्यस्तो भइसकेको छ साथीहरु त्यही भएर कारणले यो हर्क साम्बाङलाई चाहिँ बदनाम गर्ने हैन कुनै खालको काम चाहिँ नगरौं है हाम्रो देशमा अरु कतै खोजेर छानेर पाइदैन है याद गरौं म त्यही भन्न चाहन्छु यो झुटा समाचार सम्प्रेषण गर्ने यो कुपत्रकार गर्ने साथीहरुलाई हैन म त्यही भन्न चाहन्छु आजको तपाईले के डलर कमाउनु हुन्छ होला हर्क साम्बाङको नामले तर पछि त त्यही हो साथीहरु म त्यही भन्न चाहन्छु हस्त नमस्कार जय नेपाल